यहाँ थोरै मान्छे भ्रम कहाँ पऱ्यो, राजतन्त्र र हिन्दू धर्मबाट जुन जोडेर चाहिँ मान्छे भ्रम छरियो त्यसो गर्न हुँदैन। राजतन्त्र भनेको शासकीय प्रणाली हो, लोकतन्त्र विरोधी वंशानुगत पुरुष प्रधान भाले प्रधान निरङ्कुशताको प्रतीक हो। त्यो चाहिँ इतिहासबाट विदा भइसकेसम्म छैन। अब हिन्दू भनेको त्यो धर्म हो, संस्कृति हो, सभ्यता हो। त्यसले त्यसमा चाहिँ ठुलो जनसमुदायको चाहिँ आस्था छ, विश्वास छ। उनीहरूले चाहिँ नेपालमा त्यसको संरक्षण भइदिए हुन्थ्यो भन्ने चाहनु स्वाभाविक हो। त्यसको संरक्षण हुनुपर्छ भन्ने कुरा सही छ, किन त्यसैमाथि अर्काले बलपूर्वक भनेको हो नि त। अब आएर चाहिँ एउटा जबरजस्ती चाहिँ अर्को धर्म परिवर्तन गर्ने गऱ्यो भने त अब मान्छेको धर्म उसमा संस्कृति हराउँछ भने त्रास हुन्छ। त्यसको रक्षा गर्नकै भनेर म नै संवैधानिक समितिको सभापति भएको बेलामा म लगायत किन शीतलाजीहरूकै पहलमा हामीले नोट थप्यौँ नि त। त्यहाँ धर्मनिरपेक्ष सेकुलरिजमको त अन्तर्राष्ट्रिय परिभाषा छ। त्यति हुँदाहुँदै पनि जुन आशंका रह्यो हाम्रो यहाँ जनतामा त्यसलाई दूर गर्न भनेर धर्मनिरपेक्षता भन्नाले धर्म स्वतन्त्रता र सनातनदेखि चलिया सनातन धर्म त सनातनदेखि चलिएका बौन किराँत लगायत जुन हाम्रा धर्म संस्कृति छन् तिनको रक्षा गरिन्छ भने त लेखिहालिएको छ त। त्यसले यो कुरा हामीले बुझाउनु पर्यो। त्यसरी धर्म संस्कृति खतरा छैन नेपालमा, यो हाम्रो संविधानले रक्षा गरेको छ। तपाईँ चिन्ता नगर्नु।